गाइज आज चाहिँ डे 1 र डे 1मा म के भन्न चाहन्छु भने हामीले आफ्नो भ्यालु बुझ्नुपर्छ मान्छे भएपछि हैन। अब तिमी मानौ इक्जाम्पलको लागि तिमी कुनै केटीलाई माया गर्छौ हैन, तर त्यो केटीले तिमीलाई वास्तै गर्दैन। त्यस्तोमा चाहिँ के गर्ने भने तिमी गर, तिमीले माया गर, तर मर्यादा चाहिँ नगर क्या, बुझिनौ? तिमीलाई पो त्यो मान्छे इम्पोर्टेन्ट छ, तर उसको लागि त छैन नि त। उसको लागि त धेरै मान्छेहरू हुन्छन्, त्यसैले तिमीलाई उसले इम्पोर्टेन्टै सोच्दिन क्या। तिमीले सेक्रिफाइस गर्नुपर्छ क्या। अनि बल्ल यो केटाले त मलाई यस्तो माया गर्थ्यो रहेछ, उसले यस्तो गर्यो भने बल्ल बुझ्छ क्या तिनीहरू। त्यही भएर आफूले मन पराएको होइन क्या, आफूलाई चाहिँ मन पराउनेहरूसँग चाहिँ माया गर, बुझ्यौ?